तपाईँ पनि धेरै सुन्नुभयो होला कि नलेज अफ नेपाल, नलेज अफ नेपाल। यो नलेज अफ नेपाल के हो, यसमा खासै के हुन्छ, अनि यसमा चाहिँ स्टार्टअप गर्नको लागि के चाहिन्छ, त्यो सबै कुरा म आज फुल डिटेल्समा भन्छु। भिडियो स्किप गरी नहेर्नु होला, नत्र भरे कुनै पनि कुरा बुझ्न सक्नुहुन्न। सो अब हामी भिडियोलाई स्टार्ट गरौँ। सबभन्दा फर्स्ट कुरा चाहिँ नलेज अफ नेपाल भनेको के हो। नलेज अफ नेपाल भनेको चाहिँ एफिलिएट मार्केटिङ हो। एफिलिएट मार्केटिङ गरेर तपाईँ महिनाको 30,000 देखि 40,000सम्म इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। अब एफिलिएट मार्केटिङ भनेको के हो? एफिलिएट मार्केटिङ भनेको चाहिँ तपाईँको थ्रुबाट कुनै मान्छेले कुनै सामान अथवा कुनै प्याकेज पर्चेस गर्यो भने तपाईँ कमिसन जेनेरेट गर्न सक्नुहुन्छ। त्यो भयो एफिलिएट मार्केटिङ। अनि एउटा चाहिँ कोर्सेसहरू छ क्या, यो नलेज अफ नेपालमा कोर्सहरू पनि सिकेर तपाईँ इन्कम जेनेरेट गर्न सक्नुहुन्छ। अनि यसमा चाहिँ स्टार्टअप गर्नका लागि तपाईँले 3वटा प्याकेज दिन्छ क्या, तपाईँ 3वटा प्याकेजबाट स्टार्टअप गर्न सक्नुहुन्छ। सो सबभन्दा फर्स्ट कुरा चाहिँ केटा प्याकेज, जसको इन्भेस्टमेन्ट चाहिँ 1699 हो। त्यसमा चाहिँ मन्थली इन्कम चाहिँ 15,000सम्म हुन्छ मिनिमम, त्योभन्दा बढी पनि हुनसक्छ। तपाईँको काम जति टाइम काम गर्नुहुन्छ नि त्यति इन्कम हुन्छ, तर मिनिमम 15,000। अनि सेकेन्डमा चाहिँ प्राइम प्याकेज, जसको इन्भेस्टमेन्ट चाहिँ 2899 हो, जसको मन्थली इन्कम चाहिँ 25,000 देखि 30,000सम्म हो। सो थर्डमा चाहिँ मास्टर प्याकेज, त्यो मास्टर प्याकेज फुल्ली स्पेसल हो क्या। त्यसको इन्भेस्टमेन्टको कुरा गर्दा चाहिँ 5,479 हो। त्यो मास्टर प्याकेजमा तपाईँ धेरै बेनिफिट्सहरू छ, धेरै स्किल्सहरू पनि सिक्न सक्नुहुन्छ, धेरै कोर्सेसहरू पनि छ, अनि तपाईँ इन्कमको साथसाथ धेरै स्किल्सहरू पनि सिक्न सक्नुहुन्छ। अब तपाईँ कुन प्याकेज लिनुहुन्छ भने मलाई भन्नु। मेरो हिसाबले तपाईँलाई चाहिँ यो मास्टर प्याकेज बेस्ट होला, किनकि मैले पनि मास्टर प्याकेजबाट नै स्टार्टअप गरेको। यदि तपाईँसँग त्यति बजेट छैन भने त्यो प्राइम प्याकेज पनि राम्रै हुन्छ, त्यसको इन्भेस्टमेन्ट चाहिँ 2899 हो। यदि त्यति पैसा पनि छैन भने सो सबभन्दा सानो प्याकेज चाहिँ क्रिएटर प्याकेज, त्यसको इन्भेस्टमेन्ट चाहिँ 1699 हो, त्यो पनि लिन सक्नुहुन्छ। त्यसमा चाहिँ महिनाको 15,000सम्म इन्कम हुन्छ। अब चाहिँ स्टार्टअप गर्न चाहनुहुन्छ भने